3 4 1 2 अब अलि ढिलो है त आमा बाबा गुरु र भगवान आमा बाबा गुरु र भगवान सधैँ गर्नु यिनको सम्मान आमा बाबा गुरु र भगवान सधैँ गर्नु यिनको सम्मान उपकार धेरै छ हामीमाथि भुलेर पनि नगर्नु अपमान भुलेर पनि नगर्नु अपमान आमा बाबा गुरु र भगवान सधैँ गर्नु यिनको सम्मान सधैँ गर्नु यिनको सम्मान सधैँ गर्नु यिनको सम्मान बोलो श्री गुरुदेव की श्री कृष्ण कन्हैया लाल की भानुदय आबी की समस्त भाइ बहिनीहरू की ल सबैजनालाई धेरै धेरै आशीर्वाद तपाईहरू धेरै ज्ञानी हुनुहुँदो रहेछ कति राम्रोसँग हजुरहरूले गीत गाउनु भयो आज कस्तो गीत बाबा आमाको गीत है त घरमा लगेर बाबा आमालाई सुनाउने कि नसुनाउने घर पुग्दा बिर्सिसक्नुहुन्छ होला बिर्सिन्छ कि बिर्सिँदैन खै खै सुनाउ के रहेछ कति राम्रो फेरि ताली बजाउने जय हो भन्ने अब तपाईहरूलाई नि म एउटा श्लोक सुनाउँछु सबैले दोहोऱ्याउने है त सबैजनाले मेरो पछि पछि भन्ने फलो गर्ने हुन्छ गुरुर् ब्रह्मा गुरुर्विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरवे नमः तस्मै श्री गुरवे नमः आज तपाईहरूले पनि संस्कृत पढ्नुभयो तपाईहरूले पनि गुरुवन्दना गाउनुभयो एकदमै धेरै धेरै आशीर्वाद छ तपाईहरू आउनुभयो अब यो गीत नि लामो छ आमाको गीत छ बाबाको गीत छ गुरुहरूको छ अनि भगवानको छ त्यो चाहिँ तपाईहरू अलि ठुलो भएपछि म सिकाउँछु हुन्छ अनि त्यो पनि यो सम्झिनु भयो भने मात्रै सम्झाने कि नसम्झाने एकदम ज्ञानी भएर पढ्ने राम्रो कुराहरू सिक्ने नराम्रो कुरामा लाग्दै नलाग्ने बुवा आमाले भनेको मान्ने असल मान्छे हुने हुन्छ अनि रिस कतिको उठ्छ नि तपाईहरूलाई थोरै थोरै उठ्छ कि धेरै नै उठ्छ धेरै पो ओहो खै कस्तो उठ्दो रहेछ रिस धेरै कसरी रिसाउनुहुन्छ हाँस्दा अनुहार राम्रो हुन्छ कि रिसाउँदा अनुहार कस्तो हुन्छ नि तपाईँहरूलाई राम्रो बन्न मन लाग्छ कि नराम्रो बन्न मन लाग्छ
अनि हाँस्ने रहेछ कि रिसाउने रहेछ राम्रो हुन? रिसाउन हुन्छ। साथीभाइमा झगडा गर्नुहुन्छ कि हुँदैन? एक अर्कामा मेलमिलाप गर्नु पर्यो कि परेन? आफूले जानेको कुरा साथीलाई सिकाउने कि नसिकाउने? सधैँ सिकाउने, तर एक्जाममा परीक्षामा चाहिँ मिल्दैन है। सधैँ चाहिँ सिकाउने। हामीलाई त गुरुआमाले साथीलाई सिकाउने भन्नुभएको थियो भनेर फेरि सर म्यामले एक्जाम परीक्षा लिनुहुन्छ, त्यति बेला साथीलाई सिकायो भने त फेरि झापड पाइन्छ नि है। त्यसै कारण राम्रोसँग आफूले पढ्ने, नजानेको कुरा साथीलाई सिकाउने, अनि आफू पनि सिक्ने, साथीलाई नजानेको कुरा साथीबाट सिक्ने, त्यस्तो गर्नुपर्दछ है। अनि खानेकुराहरू पनि धेरै अमिलो पिरो शरीरलाई दुःख हुने खालको तातो त्यस्तो खानु हुँदैन है। नरम खानेकुराहरू खानु पर्दछ। बिहान चाँडै उठ्नु पर्दछ, बेलुका चाँडै सुत्नु पर्दछ। तपाईँ कति बजे सुत्नुहुन्छ नि बेलुका? कति बजे? 8 10 बजे? 10 बजेसम्म के गरेर बस्ने नि? पढेरै हो त? यति सानो मान्छे 10 बजेसम्म पढेरै बस्नुहुन्छ? मम्मीलाई अल्झाएर होला नि काम गर्न नदिएर, मम्मीको मोबाइल मागेर त होइन। बेलुका 9 बजे सुत्ने सानो मसिनो बुढाहरू जति, अनि अलिक ठुलो ठुलो चाहिँ 10 बजे सुत्ने। बिहान चाहिँ 6 बजे सबैजना उठिसक्नुपर्छ है त। 6 बजे पनि उठेन भने राम्रो बुद्धि हुँदैन। बिहानीको ताजा जुन हावामा, बिहानीको एकदम राम्रो वातावरणमा हामीले उठेर नुहाइधुवाइ गरेर हातमुख धोएर पढ्न बसिसक्नुपर्छ है त। र अब धेरै कुराहरू तपाईँहरूलाई फेरि पछि सिकाउँला। आज हाम्रो अब भजन कीर्तनको कार्यक्रम पनि हुन्छ, एकछिनपछि कथा पनि हुन्छ। आजको कथा साह्रै रमाइलो छ। हजुरहरू बस्नुहुन्छ होला पक्कै, हाम्रो सर म्यामहरूले नानीहरूलाई पक्कै एकछिन राखिदिनुहुन्छ होला। आज तपाईँहरू जस्तै सानो बालक ध्रुवजीको कथा आउँदछ आज। त्यस्तै गरी भगवानको भक्त प्रहलादजीको कथा आउँदछ। कति बेलादेखि रहेछ भगवानलाई सम्झने, ध्यान गर्ने भन्ने कुरा आज हामीले सिकिन्छ। त्यसै कारण हजुरहरू पनि बस्नुहुन्छ होला, अत्यन्त ज्ञानी भएर बस्ने, भजन कीर्तन हुने बेलामा छमछम उठेर नाच्ने। अब हामी एकछिनपछि भजन गाउँछौँ, हजुरहरू सबैजना उठेर नाच्नुपर्छ, रमाइलो गर्ने है आज। हुन्छ ल, धेरै कुरा हजुरहरूले सुन्नुभयो। यो कुराहरूलाई आफूले अपनाउँदै जानु होला, भनेको मान्दै जानु होला भन्दै भन्दै अब सानो बालबालिकाहरूको कार्यक्रम हामी आज यहीँ नै राख्नेछौँ। फेरि हामी दिउँसो कथामा हजुरहरूलाई पनि सहभागिता रह्यो भने त्यही अनुसार कथा पनि हुन्छ। अनि नजिक नजिक घर हुनेहरूले बेलुका पनि आउने। आज कृष्णजीको प्रागट्य हुन्छ यहाँ, अनि यहाँ घैला मटकाहरू फोड्ने, कृष्णजीको प्रागट्य गर्ने, कृष्णजीको जय हो भनेर बेलुकासम्म भजन गाउने कार्यक्रम छ। घर बुवा आमालाई भनेर उहाँहरूलाई पनि लिएर फेरि राति एक्लै आउनु हुँदैन है सानो नानीहरू। अनि बुवा आमाले ल्याइदिनु भयो भने यहाँ नजिकै हुनेहरू बेलुका पनि आउने है बाबा आमासँग। हुन्छ ल, अब सबैजनाले प्रणाम भन्नु पर्यो नि त। प्रणाम। कति ज्ञानी बाबु नानीहरू। र फेरि नाच्नुपर्छ है एकछिनपछि। तपाईँहरू सबैजना अब हाम्रो यहाँ अङ्कलहरूले भजन गाउनुहुन्छ, हजुरहरू नाच्ने, अनि एकछिनपछि फेरि म आउँछु अनि कथा सुन्ने हुन्छ। ल, सबैलाई प्रणाम। हाम्रा गुरुहरू गुरुआमाहरूलाई पनि हार्दिक हार्दिक प्रणाम। Nah, dia orang dan beda kata.